चाहिँ भूत लागेको रहेछ मास्टर चाहिँ भूत भएको रहेछ भन्ने कुरा बुझेँ यहाँ त ल परमेश्वर दाढी मुडो लिनलाई जङ्गल गएका थिए अरे जङ्गलबाट फर्केर आउँदाखेरि यस्तो भएछन् उता मास्टर पनि घर छैनन् रे दाढीवाला चाहिँ भूत लागेको रहेछ मास्टर चाहिँ भूत बनेको रहेछ यहाँ चाहिँ झाङ्रीलाई हेरेको छ है अब हेरौँ तिमीहरूको झाङ्रीले चाहिँ के गर्छ जिस्केर आएको छ उता कुन्डा बस्यो अरूले कसैले देखाएको छैन मात्र के अरे दाढीवाले मात्र देखाएको छ ल परमेश्वर यस्तै भइहाल्छ दाढीलाई के भएको हो छुट्याइदिनु पर्यो परमेश्वर अब के गर्छ हेरौँ है हेरौँ ला झाङ्रीलाई नै दबाइदियो त